हे गाइज, आज चाहिँ शनिबारको दिन हो र म चाहिँ हाडी गाउँमा लाग्ने खानेकुराको मेलामा जाँदैछु। सुरुमा चाहिँ पहेँलो पुलमा पुगिसकेपछि अलि अगाडि सिधा जाने र अलि अगाडि पुगिसकेपछि चाहिँ त्यहाँनिर चाहिँ लेफ्ट साइड जाने बाटो छ। लेफ्ट साइडमा लागिसकेपछि अनि त्यसपछि त्यहाँनिर चाहिँ श्रीकृष्ण प्रारम्भ प्राइमेरी स्कुल आउँछ। त्योभन्दा 100 मिटर्स अलि अगाडि बढिसकेपछि चाहिँ हाम्रो हाडी गाउँ आइपुग्छ, जहाँ चाहिँ मेला लागिरहेको हुन्छ। यहाँ हजुरले देख्न सक्नुहुन्छ। हे गाइस, अब चाहिँ म आइपुगिसकेँ होइन। पछाडिपट्टि चाहिँ पुरै मेलाहरू छैन है, आजको शनिबारको मेला अहिले पछि देखाउँछु। मसँग चाहिँ मेरो दाइ र अनि अर्को मेरो भाइ चाहिँ सँगै गएको थियो। अनि हामीले चाहिँ एकदम धेरै खानेकुराहरू खायौँ। सुरुमा देख्न सक्नुहुन्छ यहाँको एरिया धेरै पसल्सहरू चाहिँ राख्नुभएको छ। नेवार कम्युनिटीहरूले कति राम्ररी चाहिँ डेकोरेट गरेर राख्नुभएको छ खानेकुराहरूलाई। सुरुमा चाहिँ हामीले एमरी चाहिँ ट्राई गऱ्यौँ। एमरी चाहिँ एकदम मिठो थियो, मैले पनि ट्राई गरेको देख्न सक्नुहुन्छ कति मिठो थियो। अब खाएर मात्रै थाहा हुन्छ त्यो चाहिँ है। सेकेन्डमा चाहिँ हामीले चट्टामरी ट्राई गऱ्यौँ, जुन चाहिँ एकदमै मिठो लागेको थियो मलाई र भाइ दुवैलाई। अनि त्यसपछि चाहिँ हामीले अर्को डिस पनि ट्राई गरेको थियौँ, जसको नाम चाहिँ बारा चाहिँ मलाई मिठै लागेको थियो, तर मेरो भाइलाई चाहिँ खासै मिठो लागेन, रियाक्सन देख्न सक्नुहुन्छ। अनि हामीले अर्को ट्राई गऱ्यौँ सपुमिचा चाहिँ मलाई ठिकै लाग्यो, फर्स्ट टाइम ट्राई गरेको हो। त्यसपछि हामी अर्कै पसलमा गयौँ, जहाँ चाहिँ एकदमै धेरै खानेकुराहरू थियो। त्यहाँ चाहिँ हामीले फिस र बब्छैला ट्राई गऱ्यौँ, अनि जुन चाहिँ एकदम मिठो थियो बब्छैला चाहिँ। यति भन्दै आजको मिनी ब्लग चाहिँ म यहीँ समाप्त गर्छु। थ्याङ्क यू, बाई।